आज चाहिँ क्यानरा फेयरको चाहिँ लास्ट दिन हो अनि यहाँ चाहिँ मैले एउटा राम्रो कुरा देखेँ। यो चाहिँ ग्रास कटिङ मेसिन हो। यो चाहिँ हातबाट अपरेट गर्न सकिन्छ। जुन हाम्रो ट्रलीहरू एयरपोर्टमा राखेको हुन्छ नि त्यस प्रकारको चाहिँ हातबाट चाहिँ अपरेट गर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ फरक फरक साइजको चाहिँ हामीले देख्न सक्छौँ। यो जुन चाहिँ हातबाट गर्न सकिन्छ भने यो चाहिँ मजाले बसेर अब तपाईँको गार्डनहरूलाई चाहिँ राम्रो चिटिक्क बनाउनको लागि चाहिँ हेर्दाखेरि चाहिँ सानो मिनी ट्र्याक्टर जस्तै नै देखिन्छ। यो चाहिँ तर ग्रास कटिङ मेसिन हो। यसको मुनिपट्टि चाहिँ सबै कटरहरू लगाएको छ अनि यो चाहिँ पुरा 4x4 को तपाईँको बगी हुन्छ नि त्यो टाइपको देखिरहेको छ। गियरहरू यताउता सम्पूर्ण छ अनि यिनीहरूको चाहिँ तपाईँको कम्पनीबाट चाहिँ अब ब्याट्रीहरू अनि तपाईँको काठ काट्नेहरूदेखि लिएर सम्पूर्ण कुराहरू बनाउँछ। एक्सक्युज मी, यिनीहरूले चाहिँ तपाईँको ग्रास कटिङदेखि लिएर सम्पूर्ण कुराहरू बनाउँछ। सबैको सानो रिमोटबाट चलाउनेदेखि लिएर अब तपाईँको यो हाँगाहरू काट्ने सम्पूर्ण कुराहरू ब्याट्रीबाट अब तपाईँको ह्यान्ड अपरेटेडहरू अनि यो तपाईँको रुखहरू काट्ने सम्पूर्ण कुराहरू चाहिँ यिनीहरूले बनाउँछ। देख्न सक्नुहुन्छ घाँस काट्नको लागि यो ट्याक्क शरीरमा एट्याच गरेर। सो हजुरहरू पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ।